राधे राधे सबै मेरो फ्यामिलीहरू, हजुरहरू कस्तो हुनुहुन्छ? सन्चो सुविस्तै हुनुहुन्छ होला भन्ने आशा गर्दै बिहानको यो पानी परेको दृश्य देखाइरहेछु सबैलाई। गुड मर्निङ। हेर्नु सक्नुहुन्छ मेरो आँगनमा चाहिँ यस्तो पानी भल बगिरहेछ। हेर्नुहोस् कस्तो पानी बगिरहेछ। यस्तो छ हे प्रभु, के गर्नु। भितपाडामा धेरै वर्षा। अहिले भर्खर यहाँनिर साँप आएको थियो मेरो, र त्यो साँपलाई यसो भिडियो गरौँ भन्दै साँप यो गमला छ नि, यो गमला फुलको गमलामा गएको देखेको थिएँ। तर हेरिरहेको छु कहाँ पस्यो। त्यस कारणले गर्दा फ्यामिलीहरू मैले त यो साँपलाई देखेँ, मलाई डर भयो। अनि यसको चाहिँ भिडियो गरौँ भनेर भिडियो गरिरहेछु, तर साँप देखा परेको छैन। कतातिर पस्यो होला। हेर्नु सक्नुहुन्छ कस्तो पानी परिरहेछ। यस्तो पानी हेर्नुहोस् है, यति मेरो आँगनमा यति साह्रो पानी। हेर्नुहोस् है, के गर्नु। साँप देखेपछि डर भयो मनमा। यसो भिडियो गरेर हजुरहरूलाई पनि देखाउँ भनेको थिएँ, तर साँप त खोइ न यो फुलको गमलामा पस्यो, न त यताउति कतै पस्यो। मैले त हेर्दै कता पसिगयो। त्यो साँप चाहिँ हरारे चाहिँ होइन। मलाई लाग्छ यो नागको बच्चा जस्तो लाग्यो, किनभने त्यसको टाउको पनि यत्रो थियो, तर एकदम माथि टाउको पनि उठाइरहेको थियो। कालो एकदम छिरमिरे, मतलब खरानी रङको फुस्रो थियो। सेतो कालो पनि होइन अनि सेतो पनि होइन, तर त्यो नागकै बच्चा जस्तो लाग्यो। र अब डर लाग्यो र हजुरहरूलाई पनि देखाउँ भनेर कति यति लामो भिडियो भइसक्यो, तर त्यो साँप देखा परेको छैन। यही गमलाकै भित्र पसे जस्तो लाग्दैछ मलाई। हेर्नुहोस् यो छ नि, यो सिनेरी फुलको गमलामा पस्यो कि बा यता यहाँ पानी छ, बा यता पानीमा गयो, त्यो पनि मलाई देखिनँ। र हजुरहरूलाई हवस् त, सबैलाई बिहानीको यो सुन्दर पानीको दृश्य देखाउँदै हजुरहरू स्वस्थ रहनुहोला भन्दै कामना गर्दै, हवस् त सबैलाई गुड लक।